everyone, अधिकांश आइएल्स स्टुडेन्ट एकाडेमिक आइएल्स स्टुडेन्टहरूले आइएल्सको राइटिङ टास्क 1 मा चार्ट इलाबोरेसनमा चार्ट इन्टरप्रिटेसनमा फर्मल रिपोर्ट राइटिङमा रङ डेटा ल्याङ्ग्वेज प्रयोग गर्नुहुन्छ है। त्यसले हाम्रो स्कोर चाहिँ अलिक कम ल्याउनमा चाहिँ प्रेरित गरिरहेको हुन्छ। सो what or how to use data language correctly? The first one, use the proportion correctly. Right? Just so half of that, 1/3 of that, double than that, twice more than that, exact half, almost half. You, तपाईहरुले चाहिँ use correct proportionate language. First thing, data language मा तपाईहरुले proportional language राम्रोसँग प्रयोग गर्नु। Next thing, use correct tense. Use correct tense based on the given data, either यो past को हो, present को हो, future को हो, future projection को हो, त्यो हेरेर तपाईले correct tense प्रयोग गर्नुहोला। Next one, use between dash and clause properly. हामीले compare गर्दाखेरि data language मा between dash and phrase प्रयोग गर्छौं। जस्तो यो इयरदेखि यो इयरसम्म यतिदेखि यतिसम्म भन्दाखेरि between dash and यो एकदमै करेक्टली युज गर्नु। अधिकांश स्टुडेन्टले यो चाहिँ इनकरेक्टली युज गरिरहेको पाइन्छ। एन्ड द नेक्स्ट वान, युज द प्रिपोजिसन बाई एन्ड टु। समयलाई रिफर गर्दाखेरि दुईटा पोइन्टलाई तपाईले यो समयसम्म अथवा यो समयसम्म भन्दाखेरि टु र बाईको प्रयोग चाहिँ एकदमै करेक्टली गर्नु होला है। प्लिज do correct these 4 silly errors usually done by most of the IELTS test taker. Thank you so much.